आज कुरा गरौँ दोस्रो मेस्सीको रूपमा चिनिने लामिन यमालको बारेमा। लामिनको जन्म 13 जुलाई 2007मा स्पेनमा भएको हो। उनको हाइट 5 फुट 11 इन्च छ। उनले 2012देखि 2014सम्म ला टोरेन्टा क्लबबाट डोमेस्टिक लिग खेले। त्यसपछि 2015देखि बार्सिलोना एकाडेमीमा संलग्न भए। पछि 2023मा उनले बार्सिलोनाको वरिष्ठ टोलीमा डेब्यु गरे। 16 वर्षमै स्पेनका लागि प्रतिनिधित्व गर्ने र गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने। उनी युरोकप 2024मा छनौट भए र स्पेनलाई चौथो उपाधि जित्न मद्दत गर्ने महत्त्वपूर्ण खेलाडीमध्ये एक बने। विङ्गर पोजिसनमा खेल्ने उनलाई बार्सिलोनाका सबैभन्दा आकर्षित खेलाडी मानिन्छ। उनले यस सिजनमा यस भिडियो तयार पार्दासम्म ला लिगामा 29 गेममा 6 गोल र 12 एसिस्ट, युइएफए च्याम्पियन लिगमा 11 गेममा 4 गोल र 3 एसिस्ट, साथै सुपर कोपा डे स्पेनामा 2 गेममा 2 गोल पनि गरिसके। हाल 17 वर्ष मात्र पुगेका उनले रोनाल्डो र मेस्सीलाई पछि पार्ला त? कमेन्ट गर्नुहोला अनि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला है त।